धन्यवाद के अरे दयालु परमेश्वरले पनि क्षमा गर्यो। सबैले पानी परेछ, बाटो छैन भन्थ्यो, सबै ठाउँमा ठिक रहेछ। म आज 2083 साल 4 महिना 4 गतिमा म परासी छोरा कच्चा छोरा बारीतिर गएर 10-15 दिन जति बस्यो होला। अनि आज फर्किँदैछ। सबैजनाले क्षमा गरिदिनु। यो दयालु परमेश्वरले पनि क्षमा गर्यो। खोला पहिरो सबै बन्द गर्यो, हटाइदियो। सबैले के छ भनेर नआबो, एकदम राम्रो उद्धार बनायो परमेश्वरले। धन्यवाद। अनि अहिले म कता आइपुग्यो भने डुङ्गातिर आइपुग्यो। धन्यवाद मेरो परिवारलाई, सबैजनालाई, मित्रहरूलाई, सबैलाई धन्यवाद। आइपुग्यो लप्चू सबैजनालाई मेरो सासु आमालाई पुऱ्याउन आइरहेछौँ हामी। आज बस्नु है भनेको मान्नु भएन, त्यही भएर आज हामी चाहिँ छोड्न आएछौँ। आज फेरि यति पानी परिरहेछ, त्यही पनि आमाले चाहिँ होइन म जानुपर्छ पुऱ्याइदेऊ भनेको भएर फाइनल्ली गाइज हामी लमजुङ आइपुग्यौँ। र यता यस्तो छ अवस्था, पुरा पानी परेको अवस्था। परिरहेछ यता फेरि छोराले पुरा हेलो गाइस, गाडी चलाइराख्नु भएको छ। परासीबाट हेलो गाइस, गाह्रो छ के गर्ने, पानी एकदम परिरहेछ। आमाले उठाइदियो भन्नुहुन्छ। मिमिसे मेरो नाम त धन्यवाद मेरो कच्चा छोरा रघुनाथा बुहारी, कच्ची बुहारी हो नाम मधु कुमारी। यिनीहरू परासी बसेछ। परासीदेखि आज फर्किएर आउँछ। सबैलाई धन्यवाद छु। भयो लामो भयो कि धेरै लामो भयो। कापी अब अहिले यस्तो गराउनु सिधा गराउनु त्यो मोबाइल हजुरलाई देखाउनु भएन, त्यहाँ हजुरको मोबाइल समातेर यो सक्यो। अब यो परेको पानीहरू पनि हजुर काटी काटी राख्नु ए आइकेको काट। धन्यवाद परमेश्वरले पनि हामीलाई क्षमा गरेछ। राम्रै गरी आइपुग्यो। अब हाम्रै देशमा आइपुग्यो, डुम्रे आइपुग्यो। नवलपरासीदेखि हामी आमा छोरा बुहारी हामी 3जना परिवार। मेरो नाम जानुमया गुरुङ, मेरो कान्छा छोरा रघुनाथ गुरुङ, कान्छी बुहारी मधु कुमारी गुरुङ। हामी अब आफ्नो ठाउँमा आइपुग्यो। धन्यवाद सबैजनालाई मलाई ल्याइदियो।